समाचार क्षमा बक्सियोस् महाराज। आज पनि दरबारमा कथा भन्न सक्ने व्यक्ति उपस्थित भएन महाराज। दुई सप्ताह बितिसक्यो। छर छिमेकका सबै राज्यहरूमा झ्याली पिटाइसक्यो। पनि शिशिर बसन्तको कथा भन्न जान्ने व्यक्ति फेला परेको छैन। के हाम्रा सबै सैन्य शक्ति र अन्य निकायहरू निकम्मा भए? कहाँ छ शिशिर बसन्तको कथा भन्न जान्ने व्यक्ति? इनामको घोषणा बब्बर गरियोस्। मलाई जसरी भए पनि शिशिर बसन्तको कथा भन्न जान्ने व्यक्ति चाहिन्छ। कहाँ छ शिशिर बसन्तको कथा भन्न जान्ने व्यक्ति? कहाँ छ? बक्सियोस् महाराज। महारानी, म आतुर छु। संयम ताप्दै बक्सियोस्। हजुर, मैले शिशिर र बसन्तको कथा जानेको छु। जानेको छौ तिमीले? जानेको छु। तर विचार गर, झुटो बोलेको खण्डमा सजाय पाउनेछौ। महाराज, मन्त्री कथा भन्न सक्ने व्यक्ति उपस्थित गराएको छु महाराज। तिमी जान्दछौ शिशिर बसन्तको कथा? जान्दछौ तिमी शिशिर बसन्तको कथा? जान्दछु महाराज। सुनाऊ। महाराज, हजुरले एउटा कबुल गरी बक्सनु पर्नेछ। कबुल? महाराज शिशिरलाई कबुल? कस्तो कबुल? अहिले कथा भन्नुहुन्छ, हजुर एकचोटि पनि रोइ बक्सन नपाउनुहुन्न। कबुल भयो। कथा सुनाऊ। एका देशमा एक बडा प्रतापी राजा थिए। उनका शिशिर र बसन्त दुई राजकुमार थिए। महाराज, हजुरले रोइ बक्सो नभनेर गरिबक्सेको कबुल भोलि बक्स्यो। अनि के भयो? बाँकी कथा भन। त्यसपछि महाराज, त्यसपछि मलाई पनि थाहा छैन महाराज। भाजी कहाँ पुगेको बसन्तको बजार भयो कि भएन? उपचार त भयो महाराज, तर छेमा पाऊ थप कथा भन्न म असमर्थ छु। तिमीले बाँकी कथा भन्नै पर्छ। यो मेरो आदेश हो। छेमा पाऊ महाराज, म थप कथा भन्न असमर्थ छु। तिमीलाई कति चाहिन्छ?
राज्यसभाको अपमान गरेका छौ। वसन्तको बाँकी कथा नभनेमा राज्यसभाको अपमान गरेको आरोपमा केस निकाला गराएका छौ। भन कहाँ छन् वसन्त? भन कहाँ छन् मेरा भाइ? हामीसँग छुटेदेखि म एक रात पनि चाहिँदो निद्रा छुटेको छैन। तिम्रो माथि ठुलो उपकार हुनेछ। भन कहाँ छन् मेरा भाइ? त्यसपछि महाराज वसन्तले माझीसँग सल्लाह गरेर शिशिर बसन्तको कथा जान्दछु भनेर दरबारमा हाजिर भएछ। तर कुन्नी के कारणले पुरा कथा भन्न हिचकिचाएछन् महाराज। त्यसपछि त राजा आफ्नो दाजु पो रहेछन् भनेर चिने पनि आफ्नो भेष र अवस्था दाजुको मान मासर पुग्ने ठानेर होला आफ्नो परिचय लुकाएछन्। वर्षौँपछि भेट भएको आफ्नो दाजुसँग आफूलाई भन्दा धेरै गर्ने आफ्नो दाजुलाई एकचोटि अङ्कमाल हाल्ने आँटसम्म गरिनेछन् है। दाजु कति तर्फेको छ भन्ने कुरा पनि सोचेन चाहिँ। धन्यवाद छ भगवानलाई जसले मेरो भाइलाई फिर्ता पठाइदिनु भयो। वसन्तको ज्यान जोगाउने माझीलाई सम्मानपूर्वक पुरस्कृत गरिनेछ। माझी लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिन म स्वयं प्रस्थान गर्नेछु। सुन सबैजना, आजदेखि वसन्त यस राज्यको मन्त्री पदमा रही राजकाजमा सघाउनेछन्। राज्यभरि भोज भत्तेर गरियोस्, दीपावली मनाइयोस्, गरिब जनलाई राज्यको ढुकुटीबाट धन बाँडियोस्। महाराज शिशिरको महाराज शिशिरको मन्त्री वसन्तको मन्त्री वसन्तको। भाइ, तिम्रो लागि मसँग एउटा उपहार छ, तिमीले कहिले नसोचेको उपहार।